आमामा के लडिएको अगाडि गयो अगाडि यो गरिसकेपछि एकछिनमा ब्याक गर्ने नि अगाडि यतिखेर अगाडि फर्किनु छैन चापनासम्म क्यामेरा हेलो छोरी ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर राम्रो आयो धेरै हेलो ह्याप्पी न्यू इयर हाय हेलो हाम्रो पिकनिक चौबारको डाँडामा कस्तो लाग्यो हाम्रो परिवार भेटघाट सबैजनाको नयाँ वर्ष छुट्टी रमाइलो वर्षमा एक दिन रमाइलो गर्ने हो भेट्ने हो घुम्ने हो समाज जुड्यो सबै खानेकुरा फ्यामिलीसँग भेट्नु वरिपरि अब भिडियो गर्नु पर्यो नयाँ वर्षमा सबैजना भेट हुनुलाई यहाँ भेला भएर भाग्यमा जुराको रहेछु अन्त भन्नुस् चौबारको डाँडामा आयो कहाँ चौबार डाँडामा हर थाहा छैन आफू बल्ल बल्ल सबैजना घुम्ने क्या सबैसँग घुमाउला घुम्ने हो क्या खै त माइली बुहारी देखेकै छैन माइली बुहारी यहाँ छ देखाएको छु कहाँ नदेखेँ उसलाई गर्न लगाउनु जम्मा 15 सेकेन्ड रहेछ खै देखाएको छैन पछाडि गर्नु एकछिन मोबाइल चौबारको चौबार यहाँ चौबार डाँडा रे यो रमाइलो आज नयाँ वर्ष मनाउन आएको साह्रै रमाइलै भयो पानी परेर यो गाडीमा कृष्णहरू आएको त्यहाँ अघि फिल्म सुटिङ गर्न लागेको थिएँ हेर्नु जाउन भनेको पाउँदै पाएन चौबारको डाँडा यो रमाइलो गर्न आएको हाम्रो परिवार यो
रमाइलो एकछिनको लागि आज नयाँ वर्षको शुभकामना सबैलाई जताततै हिलो सब रमाइलो हुन्थ्यो सब हिँडिसके घरतिर त्यो खोल्सामा अघि सुटिङ थियो पानी परेर हिँडिसकिहाल्यो चौरको ढुङ्गा निकै ठुलो चौर रहेछ पुपेल बोट पनि छ रमाइलो हुन्छ भनेको 4 बजेपछि पानी पर्यो बिजोग भयो हाम्रो सम्पूर्ण परिवारहरू सबैजना खरबुजा फ्रीमा हो खरबुजा खरबुजा सित्तैमा कोही खाने छ भने सम्पर्क राखौ यो गाडी रिजर्भ गाडी हो हामी बसेको ठाउँमा सब बस्नु लाग्यो अहिले रमा चाहिँ बसेर सिटबाट उठ्नु नसक्ने अरे ती बसिरहेछ भित्रै बाहिर गर्ने हैन ती खेल्ने त्यही खेल्नु पर्यो ओ रमा बाहिर ननिस्किने होला डाँडा आउँछ पिछा फेरि उड्यो ल के गरिनुहुन्छ ल हाम्रो फ्यामिली खै हाम्रो सबिन कता गयो यस्तो पाए म ए म त हाइकिङ टाइपै भन्छ होला हाइकिङ टाइप पहाड चढे त यो चाहिँ चौबारको माथि डाँडा सब भग बनाउने हारमा विषय के छ आमा छोरा भरत नाति घुम्न आएको यहाँ चौबारको डाँडा आज रमाइलो नयाँ वर्षको पनि चिप्लो रहेछ है म त उता घुमेर आउँछु बाबु यता जाउँ न यस्तो भिरको बाटो चढ्दैछ के 3 बाउ छोरा चिप्लो न चिप्लो छ यस्तो पानी परेर ल बल्ल बल्ल आइपुग्यो क्या यहाँ जान हामी 4 जना छौँ यहाँ भरत सबिन अनि के अनिल रमाइलो डाँडामा हेर्नु गएको सबैजना फर्क्यो मानेन जाउँ भनेको गाडीमा यो डाँडामा बल्ल बल्ल आइपुगे कस्तो चिप्लो रहेछ हेर्नु भनेर आएको चौबरको डाँडा के मन्दिर रे भएर के मन्दिर रे यो गणेश मन्दिर रे यो हो त्यसै भन्थ्यो अघि कसले भने आएको नि आम्मा यहाँ अघि सुटिङ हुँदै थियो
हामी हेर्न आउनु भने पानी परिहाल्यो पानी परेर ओ यहाँ घाम लाग्यो पारे चबी कृष्णले घाम लाग्यो जस्तो पारे हुँदैन यहाँ मेरो त गल्यो त के भयो उज्यालो हुन्छ उज्यालो उज्यालो उज्यालै माथि डाँडामा आएको उज्यालो त धेरै हुन्छ गर्मी त्यहाँ जाँदा त्यहाँ गर्छ त्यहाँ गएर यस्तो भिड गर्नु यहाँ थिच उज्यालो छ त जुत्ता गयो जुत्ता आई छेउमा नजाऊ होइन यहाँ त एकदम जुत्ता गयो अब यहाँनिर गएर किन्ने जुत्ता गयो फेरि नआएँ त्यहाँबाट गर्दा कुन चाहिँ दिन यहाँ बनाउने छ उता फर्केर यता गर्नु हो के गाउँ हो त्यस्तो कहाँको सहर हो त्यो है हामी त्यताबाट आएन नि सहर हामी त्यहीँबाट आएको त यता चाहिँ यो ठिकठाक भयो भर्खर डेभलप हुँदै यो पुरै डेभलप सहर यहाँ डाँडा पाहाड खेतहरू हुन्छ त्यहाँ छँदै छैन एक खबर कहीँ पुरै घर बनिसक्यो